हेलो गाइज नमस्कार। सबैजना सन्चै हुनुहुन्छ? आज चाहिँ म गर्मीमा थाकेर आएको थिएँ घामबाट अफिसबाट आउँदा। अनि मम्मीले चाहिँ केरा रेडी पार्नुभएको रहेछ, लस्सी खाऊँ न त भन्ने कुरा आयो। स्याउ पनि लिएर आउनुभएको रहेछ, केरा पनि लिएर आउनुभएको रहेछ। मलाई चाहिँ स्याउ र केरा मन पर्दैन कि धेरै मिक्स गर्न, त्यही भएर केराको मात्र लस्सी बनाउन लागेँ। अनि दही पनि राम्रोसँग त जमेको रहेछ, त्यही पनि बनाउन चाहिँ मिल्दो रहेछ है। लस्सीको लागि किसमिस पनि रेडी पारेँ। अनि मम्मीले मकै पनि उसिनेर राख्नु भएको रहेछ। छोरीलाई थाकेर आएकी हुन्छ भोकै हुन्छ भनेर होला, म चाहिँ खाजा पनि खाएर आएको थिएँ। तर पनि मलाई गर्मीको मौसममा लस्सी खान चाहिँ एकदम मनपर्छ कि। हजुरहरूलाई मनपर्छ कि मन पर्दैन? अनि सबै कुरा रेडी बनाउँदै थियौँ। केरा अब के हामी जम्मा 3जना थियौँ घरमा, बुवा मम्मी र म। अनि केराको लस्सी बनाउन मैले अब तयारी पार्दैछु। ब्लेन्डरमा चाहिँ मैले केरा निकालेर राख्दैछु। दही राम्रोसँग नजमे पनि अब यसलाई चाहिँ मैले ब्लेन्डरमा राखेको छु। केरा र दही मिक्स पारेँ होइन। अब हजुरहरूलाई कति चाहिन्छ त्यति मात्रामा मिसाउन सक्नुहुन्छ। हाम्रो घरमा चाहिँ चिनी नखाने भयो। अब चाहिँ हाम्रो जुस पनि रेडी भयो, खानाको लागि तयारी भयो। हजुरहरूलाई नि जुस मनपर्छ भने यसरी नै बनाउनु होला है। तर चिनी चाहिँ मैले राखेको छैन। अनि मकै र जुस चाहिँ खाएको है, रमाइलो